म चाहिँ आज तपाईहरुलाई ट्रिग्नोमेट्रीको हैन फर्मुला बताउने छु। यो चाहिँ फर्मुला कसरी आएको हो म पहिले भिडियोमा बनाइसकेको छु यसको हैन। यो चाहिँ गएर हेर्नु होला। आज म चाहिँ ट्रिग्नोमेट्रीको फर्मुलाहरु कसरी कसरी बन्छ चाहिँ त्यो बताउने छु है। ल यो चाहिँ म मेटाएँ। पहिला चाहिँ हामी ज्यामिति करेन्ट जानु पर्यो है। करेन्ट यसमा चाहिँ यो चाहिँ x एक्सिस यो चाहिँ y एक्सिस है। यता चाहिँ नेगेटिभ हुन्छ कि हैन -1 -2 यसरी -3 यहाँ +1 +2 +3 यहाँ पनि प्लस अब यो चाहिँ यहाँदेखि यहाँसम्म कति डिग्री यो 90 डिग्री हुन्छ कि नै। फेरि यहाँदेखि यहाँसम्म कति डिग्री यो 180 डिग्री भइहाल्छ। यहाँदेखि यहाँ 270 डिग्री हुन्छ। 270 डिग्री 270 डिग्री यो चाहिँ 360 डिग्री पुरै भइहाल्छ हैन। हुन्छ अब चाहिँ यसमा म चाहिँ तपाईहरुलाई यसमा कास्ट एउटा के छ यहाँ कास्ट सी ए एस टी एउटा कास्ट रुल छ है। यहाँ साइन थीटा देखो भन्दा साइन थीटा साइन अहिले साइन मात्रै देखो साइन cos tan sorry tan cosec sec cot cosec sec कट हैन 6 बाट 6। अब चाहिँ यसमा के हुन्छ अल पोजिटिभ हुन्छ अल पोजिटिभ। यसमा sin cos tan cosec sec कट के हुन्छ सब पोजिटिभ हुन्छ। अनि यसमा चाहिँ अल पोजिटिभ भन्नु है अल पोजिटिभ। यसमा चाहिँ sin र cosec पोजिटिभ यसमा चाहिँ हुन्छ है। sin र cosec पोजिटिभ हुन्छ। यसमा tan र कट पोजिटिभ हुन्छ पोजिटिभ। अनि यसमा चाहिँ के हुन्छ cos र के बच्यो भन्दा sec के हुन्छ पोजिटिभ हुन्छ है पोजिटिभ हुन्छ। अनि यसमा चाहिँ अल पोजिटिभ हैन अल पोजिटिभ। यसमा चाहिँ sin र cos चाहिँ पोजिटिभ अरु जुन बच्छ त्यो चाहिँ के हुन्छ नेगेटिभमा हुन्छ यो। अनि यसमा चाहिँ tan र कट चाहिँ पोजिटिभ हुन्छ अरु बाकी चाहिँ चारवटा के हुन्छ नेगेटिभ हुन्छ। अनि यो चाहिँ cos र sec यो क्वाड्रेन्टमा चाहिँ के हुन्छ पोजिटिभ हुन्छ र बाकी चाहिँ के हुन्छ नेगेटिभ हुन्छ चारवटा है। हो अब चाहिँ यो कसरी बुझ्ने त यसको फर्मुलाहरु कसरी बन्छ यहाँ हेरौँ है त। क्वाड्रेन्टमा जस्तै हामीले यसमा साइन हैन साइनमा के दियो जस्तै sin 90 माइनस थीटा गऱ्यो भने माइनस गयो भने यसैमा त हटाइरहेछौँ यही क्वाड्रेन्टमा त के गरिरहेछौँ हटाइरहेछौँ भने त्यो के हो साइन। एउटा अरु कुरा मैले के भन्न चाहन्छु जस्तै यहाँ यो 90 80 270 एन्ड 360। अब यहाँ अगाडि पछाडि हेर्ने यो के छ अड छ। अडमा के हुन्छ चेन्ज हुन्छ रे यसको जस्तै साइन हुन्छ भने त्यो कस भइहाल्छ। यानी कि यो 90 छ 90 भनेको के भइहाल्छ कस नै भइहाल्छ के। जस्तै साइन 90 माइनस थीटा भयो भने त्यो कस थीटा हुन्छ। कसरी अहिले म भन्छु है। यहाँ जस्तै अब तपाईले के बुझ्नु पर्यो यहाँ अड आइदियो भने के हुन्छ त्यो चेन्ज हुन्छ
साइन भयो भने त्यो कस हुन्छ होइन। त्यस्तै यहाँ यदि इभेन छ भने त्यो चेन्ज हुँदैन अनि क्वाड्रेन्ट हेर्नुपर्छ कुन क्वाड्रेन्ट त्यो परिरहेछ होइन। त्यसपछि माइनस र प्लस अहिले म सिकाउने छु, यही मात्रै बुझ्ने कि यसमा चेन्ज हुन्छ यानि कि अरमा चेन्ज हुन्छ र इभेनमा चेन्ज हुँदैन है। अब यो के आयो, यो नाम के भयो, अड भयो। अड भयो भने के हुन्छ, यहाँ कस भइहाल्छ, कस छिटा भइहाल्छ है। अब कस छिटा 90 मा के हुन्छ, 90 यसै भित्र पर्छ, यो क्वाड्रेन्ट भित्र पर्छ कि नै पर्छ भने यसमा के हुन्छ, कस के हुन्छ, यसमा के हुन्छ, पोजिटिभ हुन्छ कि नै, पोजिटिभ हुन्छ है। ल अब चाहिँ साइन कस 90 माइनस थीटा, कस 90 माइनस थीटा, फेरि यसमा घटाउने हो। फेरि 90 माइनस थीटा घटायो भने के हुन्छ, कसको के हुन्छ, यहाँ 90 फेरि छ होइन। 90 छ भने के हुन्छ, फेरि साइन भइहाल्छ, साइन थीटा है। ल 10 90 माइनस थीटा, 10 90 माइनस थीटा 10 को के हुन्छ, कट 90 छ त्यही भएर के भयो, कट भयो, के भयो, कट थीटा भइहाल्छ। अब चाहिँ यसमा अल पोजिटिभ छ भने यहाँ सबै पोजिटिभ अहिले आउँछ है। अनि कोसेक 90 माइनस थीटा के हुन्छ, कोसेकको सेक के भयो, सेक थीटा होइन। सेक 90 माइनस थीटाको के हुन्छ, सेक 90 माइनस थीटाको के हुन्छ, एउटा थियो होइन। कोसेक थीटा भयो होइन। अहिले कटको बाँकी छ, कट 90 माइनस थीटाको के हुन्छ, कटको 10 पनि हुनसक्छ, 10 थीटा हुन्छ कि नै, हुन्छ। अनि त्यसपछि सेक भयो, कोसेकको भयो, 1 2 3 4 5 6 भयो कि नै, त्यसरी बुझ्नु। अनि फेरि अब चाहिँ साइन 90 प्लस थीटा के भने के हुन्छ, धेरैजनाको यहाँ मिस्टेक हुन्छ क्या। यहाँ साइन त चेन्ज हुन्छ, यो चाहिँ साइन के हुन्छ, कस भइहाल्छ, कस हुन्छ होइन। तर 90 प्लस थीटा यो क्वाड्रेन्टमा केही जोड्यो भने, केही थीटा जोड्यो भने यो क्वाड्रेन्टमा आउँछ कि नै, यो क्वाड्रेन्टमा आउँछ। र साइन के हुन्छ, यो क्वाड्रेन्टमा के हुन्छ, साइन पोजिटिभ हुन्छ कि नै, हुन्छ। यो साइन पोजिटिभ हुन्छ तर के भइदियो, यहाँ कस भइदियो। त्यो कस यसमा के हुन्छ, कस के हुन्छ, नेगेटिभ हुन्छ कि नै। यसमा साइन र कोसेक मात्रै पोजिटिभ हुन्छ, त्यही भएर 90 प्लस थीटा जोडियो भने यो क्वाड्रेन्टमा आएछ, यो क्वाड्रेन्टमा कस के हुन्छ, माइनस हुन्छ, त्यही भएर यहाँ माइनस है, माइनस जोड्ने, माइनस। त्यस्तै कसको कस 90 प्लस थीटा, सरी 90 प्लस थीटा, 90 प्लस थीटा के भयो, कसको साइन थीटा। त साइन के हुन्छ यसमा, 90 प्लस थीटा, 90 यो भयो, 90 मा केही जोड्यो भने यो क्वाड्रेन्टमा जान्छ, सेकेन्ड क्वाड्रेन्टमा होइन। सेकेन्ड क्वाड्रेन्टमा के छ, साइन के छ, पोजिटिभ नेगेटिभ, पोजिटिभ, त्यही भएर यहाँ प्लस राखे पनि नराखे पनि केही कुरा गर्दैन है। ल अब चाहिँ 10 90 प्लस थीटा के हुन्छ, 10 को कट थीटा, कट थीटा याद यो कट थीटा चाहिँ यो 90 प्लस थीटा, 90 प्लस थीटा यसमा जोडियो भने के हुन्छ हैन। सेकेन्ड क्वाड्रेन्टमा के हुन्छ, कट हुन्छ, के हुन्छ कि नै, साइन र कोसेक मात्रै हुन्छ है, ख्याल गर्ने। अनि त्यस्तै अब कट 90 प्लस थीटा इक्वल टु के भयो, 10 थीटा, यो के भयो, यो पनि माइनस भयो कि नै। अब कोसेक 90 प्लस थीटा इक्वल टु के भयो, कोसेक को सेक थीटा, यो माइनस प्लस माइनस अहिले यहाँ हुन्छ। अब सेक थीटा हैन,
सरी थीटा हैन, यहाँ 90 प्लस थीटा हो कि हैन? 90 प्लस थीटा के भयो कोसेक थीटा। यहाँ पोजिटिभ कि नेगेटिभ के हुन्छ? यहाँ पोजिटिभ हुन्छ, किनभने सेकेन्ड क्वाड्रेन्टमा के छ? कोसेक पोजिटिभमा छ कि छैन? छ। ल 6 बाट यो भयो। अब अर्को क्वाड्रेन्ट भयो। अब यसलाई म मेट्छु है। ल अब सेकेन्ड क्वाड्रेन्ट भयो, जस्तै साइन भयो हैन, साइन 180 माइनस थीटा। 180 माइनस थीटा के हुन्छ? अब मैले के भनेको थिएँ तपाईलाई, इभेन आउँछ भने त्यो चेन्ज हुन्न। साइनको साइन हैन 80 माइनस थीटा यही क्वाड्रेन्टमा छ, यही क्वाड्रेन्टमा 80 माइनस थीटा यसैमा गरिरहेछौँ भने के हुन्छ? साइन थीटा। अब साइन थीटा, साइन यसमा 180 मा चाहिँ के हुन्छ? पोजिटिभ कि नेगेटिभ? पोजिटिभ, त्यही भएर यो पोजिटिभ हुन्छ है। अब कस 180 माइनस थीटा इक्वल टु के हुन्छ? कस थीटा। यो चाहिँ इभेन आइदियो, त्यही भएर चेन्ज हुनुहुन्न, हो कि होइन? हो। अनि त्यसपछि यसमा 180 मा कस के हुन्छ? प्लस कि माइनस? यहाँ चाहिँ माइनस भइहाल्छ। 10 180 माइनस 80 माइनस थीटा इक्वल टु कति डिग्री हैन? अब कति भयो? 10 थीटा भयो कि नै? अब चाहिँ यो प्लस कि माइनस? माइनस है। कोसेक 180 माइनस थीटा, 180 माइनस थीटा के हुन्छ? कोसेक थीटा। पोजिटिभ कि नेगेटिभ? पोजिटिभ, किनभने यहाँ मैले अगाडि तपाईँहरूलाई भनिसकेको छु, हो कि होइन? यहाँ के छ? पोजिटिभ छ, त्यही भएर के भयो? कोसेक यहाँ के भयो? पोजिटिभ भयो। कोसेक सेक 180 माइनस थीटा इक्वल टु सेक थीटा हैन? यहाँ पोजिटिभ कि नेगेटिभ? नेगेटिभ। त्यसपछि कट 180 माइनस थीटा इक्वल टु कति हुन्छ? कति हुन्छ? कट थीटा प्लस कि माइनस? माइनस है। अब फेरि अर्को साइन 180 माइनस प्लस थीटा। 180 मा जोडियो भने के हुन्छ? कि थीटा जोडियो, केही मान जोडियो भने के हुन्छ? साइन त यहाँ चेन्ज हुँदैन, किनभने यो आइसक्यो। यो मात्र के 80 मात्रै हेर्नु है। साइन भयो कि नै? साइन थीटा हो, साइन थीटा भयो। तर के आइदियो? 180 मा केही मान जोडियो भने यो क्वाड्रेन्टमा आयो। यो क्वाड्रेन्टमा साइन के हुन्छ? पोजिटिभ कि नेगेटिभ? के छ? 10 र यसमा के हुन्छ? कट मात्रै हैन? 10 थीटा मानमा अथवा 10 थीटा र कट मात्रै के हुन्छ? पोजिटिभ हुन्छ, अरू बाँकी के हुन्छ? नेगेटिभ हुन्छ हैन? त्यही भएर यहाँ साइन छ